यो नेपाली सिरुचाली डुलिरहेछ संसारभरि। अब हाम्रो यो एपिसोडमा तपाईँलाई स्वागत छ। मेरो पासमा आज हामी यो फाउन्टेन हिल्समा छौँ र यहाँ न्युयोर्कबाट सिरुचाली संसारभरि डुलिरहेका केही साथीहरू आउनु भएको छ अनि म उहाँहरूलाई परिचय गराउँछु। सुरुमा हुनुहुन्छ हाम्रो जीवन सर। जीवन सर, न्युयोर्क कुन ठाउँबाट, अब यहाँ कुन ठाउँमा के गर्न लाग्नु भयो, यसो परिचय गराउनु। सबैलाई नमस्कार, मेरो नाम जीवन, म न्यू जर्सीबाट र हामी साथीहरू मिलेर एरिजोना घुम्न आएका छौँ। ठाउँ एकदमै राम्रो लाग्यो र दाइलाई धेरै धेरै धन्यवाद। अनि हामी एरिजोनाको अहिले फाउन्टेन हिल्समा छौँ अनि भर्खरै हामी अपाचे जङ्सनको गोल्ड माइन म्युजियममा गयौँ। त्यसपछि सल्ट रिभरमा गएर पानी छोयौँ, त्यसपछि जल स्नान गऱ्यौँ अनि त्यहाँबाट गएर सुवारो लेकमा अनि अहिले फाउन्टेन हिलमा छौँ। अब यही डुल्ने क्रममा उहाँहरूको विशेष यात्रा छ अनि यो के छ उहाँहरूको प्लान, कहाँ कहाँ जाँदै हुनुहुन्छ यसो भनिदिनुहोस् न। म अमृत गुरुङ न्युयोर्क सिटीबाट। अहिले हामी एरिजोनाको फिनिक्स भन्ने ठाउँ, फिनिक्स के दाइ, यो फिनिक्सै भन्नु पऱ्यो, फाउन्टेन हिल्सको यो रमणीय दृश्यलाई हामीले इन्जोय गरिरहेछौँ र आज हामी यहीँ बस्ने प्लान छ र भोलि चाहिँ हामी बिहानै नास्तासास्ता गरेर हामी ग्रान्ड क्यानियन जान्छौँ अनि ग्रान्ड क्यानियनमा त्यहाँसम्म बिताएपछि फेरि हामी बेलुका लस भेगसतिर जाने योजना छ। हेरौँ अब समयले कतिको साथ दिन्छ। आजको वेदर पनि एकदम राम्रो। आज हामी दुई चार ठाउँमा डुल्यौँ। गोल्ड माइनिङ, होइन, गोल्ड माइनिङ, पुरानो एउटा गोल्ड माइनिङ गर्ने ठाउँ रहेछ अनि त्यो चाहिँ अहिले अब म्युजियममा परिणत भएको रहेछ र अहिले यो ठाउँमा छौँ। एकदम रमणीय ठाउँ, तपाईँ देख्दै हुनुहुन्छ हाम्रो पछाडि। एनिवेज, सो फार वी आर डुइङ गुड। थ्याङ्क यू ब्रदर पाउलस फर द टुर। अनि उहाँहरूको प्लान चाहिँ यहाँबाट त्यसपछि भेगसपछि एलए पछि सेन्ट फ्रान्सिस्को, त्यहाँबाट ओरेगन हुँदै अनि सियाटल वासिङटनतिर गएर त्यहाँबाट न्युयोर्क फर्किने प्लान छ। यो रोड ट्रिपमा उहाँहरू साथीभाइ मिलेर आउँदै हुनुहुन्छ। म अरू साथीहरूलाई पनि परिचयको लागि अनुरोध गरेँ। यताबाट जाउँ। नमस्ते, मेरो नाम जोसेफ, म चाहिँ न्यू जर्सीबाट। आज हामी फिनिक्स एयरपोर्टमा बिहान लगभग 9-10 बजे आइपुग्यौँ अनि घुम्ने क्रममा यसरी दाइले हामीलाई फिनिक्सबाट घुमाउँदै यो फाउन्टेन हिल्ससम्म ल्याउनु भएको छ। अहिले चाहिँ जम्मा 96 देखि 98 डिग्री सेल्सियसकोमा छ, तर त्यो पनि त्यस्तो गर्मी फिल छैन। यहाँ हावा अलिअलि चलिरहेको छ। हामी यो फाउन्टेन हिलको तालमा छौँ। यहाँ चराहरू, हाँसहरू छन् है। अलि यहाँ हरियाली, ल्यान्डस्केपिङहरू अलि छुट्टै छ। त्यही हो। थ्याङ्क यू। अरू साथीहरूलाई नि छोटो परिचय। नमस्ते, मेरो नाम दिनेश खड्का। आज हामी न्युयोर्कदेखि एरिजोना घुम्न आएका छौँ अनि एरिजोनामा हाम्रो पावलस दाइसँग भेट भएको छ अनि उहाँले हामीलाई एरिजोना घुमाइरहनु भएको छ। एकदम रमाइलो भइरहेछ पावलस दाइको साथ। अझै अब गर्न बाँकी धेरै छ। अझ बेलुका पावलस दाइले रमाइलो गराउनुहुन्छ भन्ने कुरामा मैले विश्वास गरेको छु। हजुरको परिचय दिनु होला। अनि एउटा प्रश्न, अहिलेसम्म अमेरिकाको कुन कुन स्टेट घुम्नुभयो त्यो पनि भन्नु होला है क्यामेरामा हेरेर। ओहो, त्यो सबै सम्झिनु ल। थ्याङ्क यू भेरी मच है। अब मैले लास्टमा बोलेहरू सबले भनिसक्नुभयो, मैले केही भन्नुपर्ने बाँकी रहेन। अब उहाँले भन्नुभयो होइन सबै कुरा, त्यो भएर अब एकदम इन्जोइङ। अब लुकिङ फरवर्ड टु अब अहिले बेलुका झन् अझै रात ढलेपछि, के अरे सन्ध्या भएपछि बल्ल रमाइलो हुन्छ होइन। अहिलेसम्म अब मैले हामी त त्यति धेरै घुमेको छैन। अब नर्थ इस्टभरिको मेन बाहेक अब न्युयोर्क, न्यू जर्सी, कनेटिकट, के अरे न्यू हेम्सर, भर्मन्ट 5वटा भइहाल्यो। त्यसपछि के अरे डेलावेयर भयो, भर्जिनिया भयो, नर्थ क्यारोलाइना भयो, टेक्सास भयो, फ्लोरिडा भयो, अनि अहिले एरिजोना भनेपछि 9, 10, 11वटा स्टेट घुमिएको छु। मैले चाहिँ सब कम घुमेको छु। अब दाइहरूले कति घुम्नु भएको छ ल सर फेरि भन्दै। अब यो घुम्नु पहिला सानो हुँदा लाग्थ्यो यो विदेशी युरोपियन, अमेरिकन, अस्ट्रेलियन, न्युजिल्यान्ड होइन, यो मुलुकहरू नेपाल आउँदाखेरि किन आएको होला यस्तो धेरै पैसा खर्च गरेर, के पाउँछ र होला यस्तो साह्रो भन्ने जस्तो लाग्थ्यो होइन हामी सबैलाई। अनि अहिले फर्केर हेर्दाखेरि ट्राभलिङ चाहिँ एउटा आफ्नो एजुकेसनको लागि पनि र लाइफ एक्सपिरियन्सको लागि चाहिँ सबभन्दा पावरफुल लर्निङ अपर्च्युनिटी जस्तो लाग्दैछ होइन। त्यसकारण यो धेरै स्टेटहरू, म लगभग अमेरिकाको स्टेटहरूमा पनि अरू अन्य देश बाहेक यहीँको स्टेटहरू पनि यसो विचार गर्दा 25 देखि 30वटा जति घुमेछु जस्तो लाग्छ। अब अहिले गर्न थाल्यो भने टाइम लाग्छ, पछि गर्नुला।
यहाँ तपाईँहरूमध्ये मोस्ट इस्ट वेस्ट सबैतिर गएको सबभन्दा बढी डुलेको को हुनुहुन्छ र अहिलेसम्मको सबभन्दा हाइलाइट कुन स्टेटको आउँछ तपाईँलाई डुलेको मध्ये सबभन्दा मनपर्ने? त्यो क्वेसन त सिधै हाम्रो दाइलाई जानुपर्छ सबभन्दा धेरै घुमेको मान्छेलाई है। हुन्छ, म चाहिँ घुमेको भन्दा पनि बाँकी रहेको चाहिँ भन्छु ल। अब म नपुगेको चाहिँ ओरेगन अनि वासिङटन स्टेट थियो कि अब हामी त्यो यो टुरमा हामी त्यसलाई पुरा गर्नेछौँ। र अर्को म घुम्नुपर्ने चाहिँ नर्थ डकोटा, साउथ डकोटा, नब्रास्का र न्यू मेक्सिको अनि अलास्का र के भन्छ अर्को त्यो सानो आइल्यान्ड हवाई। अरू लगभग म घुमिसकेको छु। अनि कोही ठाउँमा म अब बसेको छु, कोही ठाउँमा भएर ड्राइभ भएर जमिन चाहिँ छोड्यो भनौँ न जे होस्। त्यति स्टेट चाहिँ बाँकी छ। जे होस् अहिलेसम्मको मेरो सम्झनामा मलाई एकदमै रमाइलो लागेको 2016मा हामीले यस्तै रोड ट्रिप गरेका थियौँ न्युयोर्कबाट। म र एकजना भाइ, हाम्रो सुनिल भाइ, अनि त्यसपछि हामी पौलस दाजुसँग डेनभरमा आएर भेट्यौँ र हामीले त्यहाँबाट रोड ट्रिप गरेर हामी कोलोराडो, के अरे वायमिङ, मोन्टाना, युटा, आइडो हामीले अनि क्याम्पिङ गरेका थियौँ। अनि त्यो मध्येमा रमाइलो चाहिँ मलाई एकदम राम्रो लागेको चाहिँ वायमिङ। त्यो एक्सपिरियन्स अहिले पनि सम्झिन्छु म। अनि हामीले एभ्री नाइट हामीले क्याम्पिङ गरेका थियौँ है। हामी नेपाली खाना पकाएर खाने, बिहान हामीले आफ्नो तरिकाले सबै परिबन्ध गरेका थियौँ। यसपालि चाहिँ यसपालि अलिक फरक छ, हाम्रो चाहिँ यसपालि धेरै ठाउँ कभर गर्ने। अब त्यो क्याम्पिङ गर्ने समय भएन, अहिले चाहिँ हामी होटलमा बसिरहेछौँ। अनि जे होस् अमेरिका अब सबै ठाउँमा अब यो वेस्ट कोस्टको तपाईँको ल्यान्डस्केपहरू एकदम फरक छ इस्ट कोस्टको हेरिकन। अलिक यहाँ ड्राई, अलिकति डेजर्ट भाइब आउने। तर एनिवेज अघि हाम्रो पौलस ब्रदरले भन्नुभएको जस्तै हामी नयाँ ठाउँमा घुम्दाखेरि हामी धेरै कुराहरू सिक्ने रहेछौँ। अनि म सबैलाई सल्लाह दिन्छु होइन, मिलेसम्म तपाईँहरूको भ्याएसम्म अझै हामी वर्षमा एकपटक निस्कनु पर्ने होइन, नयाँ ठाउँमा जाने, साथीभाइहरूसँग यसरी समय बिताउने, सङ्गति गर्ने, अनि एकदम राम्रो समय चाहिँ बिताउनु पर्ने रहेछ। अनि हामी आगामी वर्षहरूमा पनि अब यसरी नयाँ नयाँ ठाउँमा जाने प्रयत्न गर्नेछौँ। र मेरो सम्झनामा चाहिँ म त्यो कुरा सम्झिन्छु। अब मलाई लाग्छ भोलि अब हामी ग्रान्ड क्यानियन जाँदैछौँ, त्यसपछि लस भेगास। यो ट्रिप पनि हाम्रो रमाइलो हुनेछ। र यति भन्दै म फेरि मेरो 2 शब्दलाई यहीँ राख्न चाहन्छु। धन्यवाद। के अरे तपाईँहरूको यत्रो 1 हप्ताको टुर छ होइन, यहाँबाट धेरैवटा सिटीहरू कभर गर्दै तपाईँहरू वेस्ट कोस्टको लगभग सबै मेजर ठाउँमा जाँदै हुनुहुन्छ। फिनिक्स एरिजोना एकदम मेजर बिजनेस हब हो, लस भेगस त्यसपछिको एकदम आइकनिक सिटी होइन टुरिज्मको लागि, त्यसपछि LA, त्यसपछि सान फ्रान्सिस्को, अनि ओरेगन, अनि सियाटल। यो पश्चिमी साइडको सबै घुम्दै हुनुहुन्छ। इस्ट कोस्टबाट वेस्ट कोस्ट सबै ट्राभल गर्दा सर भनिदिनु न, खर्चको हिसाबले एक नेपालीको हैसियतले मान्छेहरू जहिले पनि ट्राभल भन्न बित्तिकै खर्च भन्ने आउँछ, तर वास्तवमा खर्च ठुलो कुरो होइन होइन। सामान्यतया तपाईँहरूको बजेटिङ गर्दा कन्सेप्टमा सामान्यतया कसरी हिसाब गर्नुभएको छ र कति जति लाग्छ होला तपाईँलाई एउटा सबै कम्प्लिट गर्दा? केही सरसल्लाह गर्दा केही त आँकडा त अनुमानिक त गर्नुभयो होला होइन, केही छ? फाइनेन्स मिनिस्टरले भन्नु खासै त्यस्तो एक्ज्याक्टली भन्नुपर्दाखेरि अब डिपेन्ड्स अन कतिजना मान्छे जाने हो। जति धेरै जानुभयो तपाईँको एक्सपेन्सेसहरू चाहिँ ट्राभलमा सेयर हुन्छ, जस्तै गाडी रेन्टलहरू, ग्यासहरू, अनि त्यसपछि होटेलको कुराहरू पनि यिनीहरू भयो। अनि तर दिन पनि कति दिन भन्ने हुन्छ होइन, तपाईँ अब जति धेरै दिन बस्नुभयो त्यति अब महँगो पर्दै जान्छ। तर प्लेनको टिकट त इन्डिभिजुअली भइहाल्यो। टाइम अफ द इयर अब कति छिटो तपाईँले बुक गर्नुहुन्छ होइन, राम्रो डिल पाउनुभयो भने तपाईँले सस्तोमा पनि वान वे अब 100 समथिङमा, अब न्यू जर्सीदेखि एरिजोनासम्म 100 समथिङमा, जस्ट 120 जस्तो हाराहारीमा एकजनाको टिकट वान वे पर्दो रहेछ। भनेपछि 2 वे गर्दाखेरि लगभग 300सम्मको भ्याउने रहेछ एकजनालाई पर प्लेन टिकट चाहिँ। तर अब ढिला काट्नुभयो भने त्यसको डबल टेबर पनि पर्न सक्छ एकजनाको। अब गाडीमा पनि हेरी रेन्टल तपाईँले अगाडि नै गर्नुभयो भने अब सस्तो पर्छ। तपाईँले मिनी भ्यान लिने हो कि सेडान लिने हो कि त्यो अनुसारले अब जति धेरै बढ्नुभयो त्यो खास ट्राभल र कार रेन्टलमा चाहिँ सस्तो पर्न जान्छ। अब एकजनाले मात्रै लिनुभयो भने कार रेन्टलहरूमा चाहिँ अलिकति एक्सपेन्सिभ हुन्छ। अब होटेलहरू त अब त्यही हो, तपाईँले 2टा बेड भएको रुमहरू खोज्नुभयो भने अब मान्छे अनुसार कतिजना सेयर गर्नुहुन्छ त्यही अनुसारले एक्सपेन्सेस अब यो गर्नुहुन्छ। तपाईँको क्याम्पिङ प्लान छ भने छुट्टै अब भयो है, त्यही हिसाबले। तर मलाई लागेको अब हामी बस्दै अहिले 1 हप्ता जति गयो भने लगभग मैले एस्टिमेट गेस गरेँ भने
एकजनाको कम्तीमा तपाईँले 1000 जति त लाग्छ जस्तो लाग्छ त्यसको हाराहारीमा कार रेन्टल प्लेन टिकट खाना बस्न सबै गरेर हामीले अब पैसा बचाउने भनेको चाहिँ अब एकोमोडेसनमा र हामीले कार रेन्टलमा हामीले बचाउन सक्छौँ किनभने हामीले एउटै गाडी रेन्ट गरिहाल्छौँ हामी 5 जनालाई त्यो हामीलाई पुगिहाल्यो होइन अनि हामीले होटल बुक गरेर 2टा गर्छौँ अब एक्लै आउँदाखेरि हामीले गाडी पनि आफै बुक गर्नु पऱ्यो होटल पनि बुक गर्नु पऱ्यो अलिकति खर्च बढ्न सक्छ खानेकुरा र घुम्ने कुराहरूमा त अब त्यो जति हामीले अब इन्डिभिजुअली गर्छौँ त्यो ग्रुपमा पनि त्यति भइहाल्छ होइन मेन बचाउने भनेको चाहिँ हामीले यो कार रेन्टलमा र अनि एकोमोडेसनमा चाहिँ हामीले बचाउन सक्छौँ अनि त्यो पार्कहरूमा जाँदाखेरि तपाईँले अब जस्तै त्यो एन्ट्री फीहरूमा चाहिँ अब ग्रुप डिस्काउन्ट त्यो अब तपाईँले एउटा गाडी पर कार हुन्छ काहीँ चार्ज होइन अब त्यो तपाईँ एक्लै आयो भने एकजनाले $50-60 तिर्नु पऱ्यो भने अब 5 जना आयो भने एकजनाकोमा $10 मात्र पऱ्यो अनि खानेकुराहरू पनि अब तपाईँले अब ठुलो पोर्सन लिएर सेयर गर्नुभयो भने सस्तै हुन्छ त्यो अब कोहीलाई चाहिँ अब घरमा आफैले पकाउने भन्ने पनि अब प्लान हुनसक्छ होइन अब तपाईँसँग टन्नै समय छ पकाउने यस्तो छ भने त्यो पनि अब गर्न मिल्छ जीवन सर घरमा श्रीमती सानो बच्चा आमाहरू सबैलाई छोडेर पैसा पनि उल्टै खर्च गरेर डुल्नु आउनु भएको छ अनि यो घुम्नुको महत्त्व त्यसले देखाउँछ होइन अलिकति भनिदिनुहोस् न लाइफमा एउटा घुम्नु डुल्नु ट्राभल गर्नु किन इम्पोर्टेन्ट छ किन त्यत्रो रिसोर्सेस टाइम इन्भेस्ट गर्दा पनि इट इज अ वर्दी थिङ टु डु होइन किन होला यसो प्रकाश पारिदिनुहुन्छ अलिकति अब त्यसको विषयमा त त्यति धेरै एक्सप्लेन त गरिराख्नु पर्दैन अब सबैलाई थाहै भएको हो लाइक एकै ठाउँमा बसिराख्दाखेरि मान्छे कति मोनोटोनस हुन्छ र अब बाहिर घुम्न गयो भने रिफ्रेस हुन्छ आफ्नो अब तपाईँको सोल आत्मा नै तपाईँको रिफ्रेस हुन्छ भनौँ न अनि त्यही हो फ्यामिली भनेको छँदैछ फ्यामिली टाइम भने छुट्टै छ तर अब आफ्नो लागि पनि टाइम दियो भने त्यो चाहिँ अब आफ्नो लाइफ रिफ्रेस गरे जस्तो हुन्छ इन्भेस्टमेन्ट जस्तै अरू त अब के भनौँ साँच्चै यो डुल्नु चाहिँ यो मानिसहरू भएको हुनाले चाहे हामी छोरा मान्छे या पुरुष या स्त्री हामी जोसुकै हौँ होइन डुल्नु चाहिँ मेन्टल हेल्थको लागि एकदम इम्पोर्टेन्ट एस्पेक्ट हो जब हामी आफ्नो कम्फर्ट जोन छोडेर बाहिर जान्छौँ ट्राभल गर्छौँ अथवा अन्य एक्सपिरियन्सहरू गर्छौँ विशेष गरेर बाहिर नेचुरल वन्डरहरू हेर्छौँ होइन त्यसले हाम्रो माइन्डमा फरक प्रकारको एउटा हिलिङ ल्याउने काम हाम्रो माइन्डलाई सामर्थ्यवान बनाउने काम हेल्दी बनाउने काम पक्कै पनि गर्छ अनि अहिलेसम्ममा दिनुहोस् सर तपाईँ डुल्नुभयो नेपालबाट अमेरिका आएर विभिन्न ठाउँमा धेरै वर्षको एक्सपिरियन्स गर्दै गर्दा तपाईँलाई सबैभन्दा एकदम डुल्न मन परेको भित्रबाट एकदम आनन्दित आएको भएको त्यस्तो ठाउँहरू एक्सपिरियन्स के छ तपाईँको अनुभव म त्यस्तो धेरै घुमेको त छैन तर मलाई अहिलेसम्म एकदमै रमाइलो लागेको चाहिँ हामी 4-5 जना साथी हामी यहाँ भएको मध्ये 3 जना थियौँ ड्यानियल म र अमृतजी हामी र अरू साथीहरू हुनुहुन्थ्यो हामी यो ग्रुप चाहिँ होइन अर्कै ग्रुप थियौँ त्यो चाहिँ हामीलाई माउन्ट वासिङटन हाइकिङ गरेको पहिलोचोटिको चाहिँ मलाई एकदमै रमाइलो सम्झना त्यो चाहिँ मेरो जिन्दगीको पछिसम्म पनि बुढेसकाल भइसकेपछि एउटा सम्झना लागेको क्षण भनेको थियो हाम्रो गफ गर्दै गएको विशेष गरी अमृतजी र म अनि रक्षेजी आज हुनुहुन्न रक्षेजी 3 जना गफ गर्दै गएको क्षण चाहिँ त्यो चाहिँ हामीलाई लगभग जान र आउन गएर 9 घन्टा लागेको थियो 9 घन्टाको हाइकिङ गरेको थियौँ त्यो एकदम रमाइलो लाग्यो अब दाइले अघि एउटा प्रश्न गर्नुभएको थियो घुम्ने भने चाहिँ फेरि मान्छेलाई घुम्ने चाहिँ बानी पनि हुनुपर्दो रहेछ होइन फाइनेन्सियल कुराले मात्रै पनि मान्छेलाई त्यसले रोक्दैन मान्छेलाई बानी भयो भने पनि कस्तो हुन्छ बानी भइसकेपछि घुम्ने बानी भयो भने चाहिँ मान्छेले नयाँ ठाउँहरू हेर्न जाने एक्सप्लोर गर्ने त्यसबाट रमाइलो लिने त्यो बानी पनि मान्छेले आफू बनाउनु पर्ने आवश्यकता छ जस्तो लाग्छ मलाई अब अभियसली सबैजना हामी अमेरिकामा छौँ होइन अब घुम्छु नै भन्यो भने 1 हप्ता मजाले काम गरेको पैसाले हामीलाई कुनै ठाउँ 2-4 दिन घुम्नलाई फाइनेन्सियली चाहिँ हामीलाई त्यसले रोक्दैन जस्तो लाग्छ मलाई चाहिँ
यो नेपाली सिरुचाली डुलिरहेछ संसारभरिको कुरा गर्दै गर्दा अब फाइनल क्वेसन म साथीहरूलाई सोध्न चाहन्छु। अनि यो त भयो अमेरिकाको कुरा, नेपालभित्र पनि हाम्रो डुलाइको अनुभवहरू छ होला। नेपालमा फेभरेट डुल्ने ठाउँ कहाँ होला तपाईँहरूको? आफू टाढ भएर अन्त घुम्दै गर्दा गर्दै गर्दा अन्तत्वगत बेलुकी बेडमा गएर चङ्रङ्ग पल्टेर आराम गर्दै गर्दा एकचोटि झ्यास्स आफ्नो मातृभूमिको ठाउँको नि यादहरू आउँछन् होइन? कतै छ तपाईँलाई नेपालको आफ्नो फेभरेट लोकेसनहरू डुल्न मनपर्ने? म नेपाल पनि खासै धेरै घुमेको छैन होइन, तर मलाई चाहिँ भविष्यमा चाहिँ नेपालको 75वटा जिल्ला चाहिँ एकदमै घुम्ने रहर छ। एटलिस्ट पनि हरेक जिल्लाको सदरमुकामसम्म पुगेर आफ्नो देश कस्तो छ, नेपालको भौगोलिक बनावट कस्तो छ, त्यहाँका मान्छेको रहनसहन कस्तो छ, बोली वचन कस्तो छ, त्यो सबै हेर्ने चाहिँ मलाई इन्ट्रेस्ट छ। भविष्यमा मेरो एउटा उद्देश्य हो त्यो चाहिँ। भविष्यमा त्यो सम्भव पनि होला बिस्तारै होइन। तर अहिलेसम्म राम्रो घुमेको ठाउँ चाहिँ मैले पोखरा घुमेको छु होइन। पोखरा चाहिँ मलाई एकदम मनपर्यो। मेरो एकजना साथी एकदम मिल्ने, सानोदेखि हामी सानो बच्चादेखिको लङ्गोटी यार साथी, 2जना मात्रै हामी सोलो ट्रिप हाने, 2जना गएको थियौँ हामी। त्यो क्षण चाहिँ पोखराको 3 दिन जस्तो हामी बसेको थियौँ। 2जना मात्रै भए पनि खुब रमाइलो गरेको थियौँ हामी चाहिँ। तर अब भविष्यमा घुम्नु पर्दाखेरि चाहिँ पुरै नेपाल घुम्ने इच्छा छ मलाई चाहिँ। पोखरा अवश्य पनि नेपालभित्रैको मात्रै नभएर विश्वकै टप डेस्टिनेसनमा पऱ्यो होइन, त्यो हिसाबले पनि हुने भयो। तपाईँहरूलाई अर्को प्रश्न छ के अरे, मोटर बाइकमा नि घुमेको अनुभवहरू छ होला तपाईँहरूको होइन? गाडीमा घुम्नु र मोटर बाइकमा घुम्नुमा डाँडाकाँडा कन्दरा घुम्दै गर्दा कुन चाहिँ रोचक लाग्छ तपाईँहरूलाई? मोटरसाइकलमा जुन फ्रिडम छ त्यसको छुट्टै रमाइलो छ। म मोटरसाइकलमा लामो लङ्गेस्ट यात्रा गरेको भनेको पोखराबाट हामी काठमाडौँ हुँदै खासा चाइनाको बोर्डर उता सिन्धुपाल्चोक तातोपानीको बोर्डरमा चाहिँ हामी गएको थियौँ 2 दिन लगाएर। 2010को कुरा हो। हामी 5जना साथीहरू जोडाजोडी मिलेर गएको थियौँ अनि एकदम रमाइलो भयो। अलिक थकाइ पनि लाग्छ बाइकमा चाहिँ, किनभने लङ ड्राइभ गर्दाखेरि। गाडीमा चाहिँ अब मजाले इन्डोर मजाले अब सबै होइन रिल्याक्ससँग बस्न सकिन्छ भने, तर बाइकमा फेरि त्यसको एउटा जुन हामीले हावा खान्छौँ होइन, धुलो खान्छौँ, छुट्टै रमाइलो छ। अनि म्यानुभर गर्न पनि धेरै सजिलो मोटरसाइकलमा। मलाई चाहिँ यदि मौसम राम्रो छ भने गाडीभन्दा मलाई चाहिँ बाइक प्रिफर गर्छु म चाहिँ घुम्नको लागि, अनि एकदम कन्भिनियन्ट हुन्छ। यो नेपाललाई सिरोचाली डुलिरहेछ संसारभरि को हाम्रो यो कन्भर्सेसनलाई हामी अब अन्त्य गर्नेछौँ। अहिले हामी एरिजोनाको फाउन्टेन हिल्स, यदि तपाईँ एरिजोना आउनुभयो, विशेष गरेर तपाईँसँग सानो नानीहरू छन् भने यहाँ ल्याउनु होला। यो फाउन्टेन हिल्स पार्क एकदमै फेमस पार्क हो। यहाँनिर प्लेग्राउन्ड छ, म्युजिक इन्स्ट्रुमेन्टहरू, यो विशेष गरेर जाइलोफोन र अन्य ड्रमहरूको एउटा छुट्टै छ। त्यसपछि सानो प्लेग्राउन्ड, ठुलो प्लेग्राउन्ड, अनि त्यसपछि स्प्ल्यास प्याड छ यहाँनिर। धेरै वरिपरि धेरै आर्ट अनि को कुराहरूले सजाइएको छ। त्यसपछि यहाँ एउटा विशेष गरेर विश्वको सबभन्दा टलेस्ट फाउन्टेन, फर्स्ट टाइम 1970मा यो टाउन सेटल गर्दै गर्दा यो सिटीले इन्स्टल गरेको फाउन्टेन। यसको अब हाम्रो ठ्याक्कै 9 मिनटमा फाउन्टेन सुरु हुनेछ, 15 मिनटको लागि। बिहान 9 बजीदेखि बेलुकी 9 बजीसम्म 15 मिनटको लागि हरेक घन्टा अन हुन्छ। र फेस्टिभलको टाइममा चाहिँ दिनभरि रातभरि अन गर्नुहुन्छ यहाँ। अनि त्यो फाउन्टेन चाहिँ त्यति बेला विश्वको सबैभन्दा टलेस्ट, लगभग 500 फिटसम्म उचाइमा 3वटा पावरफुल पम्पहरूले पुस गरेर वाटरलाई माथि आकाशमा पुर्याउँछ। त्यसले गर्दाखेरि यहाँ धेरै पर्यटकहरू आउने गर्नुहुन्छ। यहीँको पर्यटकीय आकर्षण अनि यो सुन्दरता देखेर अहिले विश्वमा अन्य देशहरूमा दुबई अनि जापान अनि विभिन्न देशहरूले यही सिकाइ गरेर उहाँहरूले पनि फाउन्टेन राखेर अझ यहाँभन्दा नि अझै अग्लो बनाएर अहिले मैले सुनेअनुसार यो चाहिँ विश्वको तेस्रो अग्लो फाउन्टेनमा छ अहिले चाहिँ। अनि एकदमै सुन्दर। अनि यसको डिजाइन यहाँको सिटीले गर्यो, तर यसको इन्जिनियरिङ, यो फाउन्टेनको मेसिनहरू, पम्पहरू सबै इन्जिनियरिङ गर्ने चाहिँ स्विजरल्यान्डको अनि इन्जिनियरहरूले डिजाइन गर्नुभयो। अनि त्यहाँबाट सप्लाई गरेको मेसिन अहिले पनि कन्टिन्यू मेन्टेन गर्दै गरेर यति धेरै वर्ष, झन्डै 50-55 वर्षसम्म निरन्तर उहाँहरूले अनि त्यो चलाइरहनु भएको छ। एउटा सिटीमा बस्ने मान्छेलाई मात्र नभएर विश्वभरिको मान्छेहरूलाई आकर्षण दिने अनि सुन्दर एकदमै बस्नलाई पनि आनन्द आउने ठाउँको सिर्जना चाहिँ हामी यसरी गर्न सक्ने रहेछौँ भन्ने एउटा राम्रो विकासको उदाहरण हो। अनि त्यसले गर्दाखेरि यो पब्लिक संरचनाहरू, सार्वजनिक संरचनाहरू हामीले जोगाउनु, निर्माण गर्नु, त्यसपछि जोगाउनु, सम्वर्धन गर्नु,
कति पुस्तासम्मको लागि एउटा आशिष हुने रहेछ, मजाको एउटा थलो हुने रहेछ भनेर हामीले यसरी पनि हेर्न सक्छौँ। त्यसैले यदि तपाईँहरूको वरिपरि कुनै पार्क्सहरू छन्, पब्लिकली सबै मानिसहरूको निम्ति साझा रूपमा चलाउन मिल्ने, प्रयोग गर्न मिल्ने राम्रो रमणीय ठाउँ छन् भने त्यसको संरक्षण गरौँ, फोहोरहरू जतासुकै नफालौँ, ठिक ठाउँमा फालौँ, सकेसम्म लिएर गएर आफ्नो ठिक ठाउँमा त्यसलाई चाहिँ फाल्ने गऱ्यौँ भने पब्लिक सार्वजनिक स्थलहरू सुन्दर, सफा अनि रमणीय रहिरहनेछन्। त्यसले चाहिँ त्यहाँको वातावरणलाई अनि घुम्न आउने मान्छे सबैको निम्ति एकदम स्वच्छ, सफा, सुन्दर देखाउनेछ। हस्, थ्याङ्क यू। सुरज भए मध्यम भने ल हेर्नुहोस् है, अब यहाँको ग्रान्ड भ्यू आउँदैछ है। अब चाहिँ खिच्नुहोस् न, अब चाहिँ द ग्रान्ड भ्यू आउँदैछ है। ल अब हेर्नुहोस् है, सनसेट। ल हेर्नुहोस् अब यहाँको भ्यू यही हो। अब यो भ्यू हेर्न, गोल्डन आवर हेर्नु त कति दामी छ। दामी देख्यो है। दामी दामी दामी, हामीलाई पनि चाहियो राम्री राम्री नानी भनेर भिडियो लिएर भने जस्तै भयो नि त कुरो त। अनि त है कति ग्रान्ड छ हेर्नुहोस् त भ्यू। अमृत भाइ आज टिप्स दरो पाउला जस्तो छ यो ड्राइभरले, टुरिस्टहरू। मेरो सबभन्दा फेभरेट ड्राइभिङ स्पट यही हो। अनि ड्राइभिङ टाइम यहाँनिर ठ्याक्कै यति बेला जहिले आए पनि कहिले धोका दिँदैन यहाँ चाहिँ है। यस्तो दामी छ। मलाई सबैभन्दा मनपर्ने त्यो डाँडै पिच्छेको लहर छ नि, अनि ऊ माथि पानी पनि परिरहेको छ अझै अलिअलि। ल भाइहरूलाई मेरो सनसेट देखाउने धोको पुरा भयो। भोलि अब यही रुटिन हो क्या हाम्रो पास्टर निमाहरूसँग पनि। भोलि होइन, उहाँहरूसँग पर्सि हो। भोलि चाहिँ म कहीँ जाँदैन। तपाईँहरूको भोलि लस भेगस जाँदा यही प्रकारको तपाईँहरूको दृश्य देख्न पाउनुहुन्छ लस भेगसमा पनि। किनभने वेस्टर्न हो तपाईँले ड्राइभ गर्ने, मेरो विचारमा यति बेलातिर लस भेगसको नजिकै पुग्नुहुन्छ, तपाईँहरूले सनसेट बाटो हेर्न पाउँछ होला पर्छ जस्तो। अब मौका मिल्यो भने हुबर ड्याम अन द वे पर्छ कि पर्दैन? ए बाटैमा पर्छ है। हुबर ड्याम हेर्नु कि चाहिँ बाटैमा पर्छ। त्यो त वान अफ द सबभन्दा संसारकै वान अफ द साउन्ड वन्डरमा पर्छ क्या। त्यो तपाईँको पुल पारी र पुलबारी छुट्टै टाइम जान्छ, 15 मिनटको डिफ्रेन्स छ एउटा ठाउँमा। बुझ्नु छ? भयङ्कर ठुलो होला है। ठुलो छ। क्यालिफोर्नियामा बिजुली उत्पादन गर्ने त्यहाँ वान अफ द वे त्यो सोर्स होइन। त्यहाँ त तपाईँले मुनि जानुभयो भने तपाईँलाई धेरै मुनि लान्छ के अरे, त्यो उनीहरूले त्यो डिस्क्राइब गर्दा क्या। तर त्यहाँ चाहिँ गर्मी चाहिँ लास्ट गर्मी छ। यति भन्दै यति श्री भयो।